यस्तो पो भएछ। चन्द्र दाइ दाउ नलायो यहाँ खुकुरी छ किन उदाइराख्नु पर्यो मैले घरैदेखि उदाएर ल्याएको ल खुकुरीले पर्या छैन तिम्रो खुकुरी तिमी नै राख मेरै दाउ ठिक छ। अब यत्रो मासु बाउसोरले खाएर त सकिँदैन होला खोइ देऊ मलाई एक धार्नी जति कुन चाहिँ हो धार्नीको पोको ए अस्ति नै मासु चाहिन्छ भनेर सोद्धा चाहिँ आफ्नै घरमा खसी ढालिन्छ भने होइन अहिले मासु चाहियो छैन एक धार्नी त के एक चोक्टो मासु पनि छैन यो सबै मासु बुक भइसक्यो। खुइलेको कुरा खुइल्यो भने अस्ति अस्तिको कुरा पनि अस्ताइसक्यो छिमेकी भएर दसैँको बेला एक धार्नी मासु पत्याउँदैन यार। कता 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 बकुलाले मासु टिपिया जस्तो गरेर मासु टिपेर कता खोइले त ठिक छ यसको परिणाम राम्रो चाहिँ हुँदैन मैले नि जानेछु। जा 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 एक धार्नी त के एक चोक्टो पनि दिन्न जे नेपर छस् नेपर बडा आउँदो रहेछ मासु चोर्न।